हेलो एभ्रिवान वेलकम टु माई च्यानल रिच लाइफ। आज चाहिँ म नयाँ कन्टेन्ट फर्स्ट टाइम मेरो च्यानलमा नयाँ कन्टेन्ट लिएर आउँदैछु। त्यो हो के अरे एकअर्काको मेकअप गर्ने। उहाँ चाहिँ मेरो बहिनी, उहाँ होइन यो चाहिँ मेरो बहिनी। अनि त्यहाँबाट हामीले ब्लाइन्ड फोल्ड भएर चाहिँ मैले उसको मेकअप गर्ने अनि उसले चाहिँ मेरो मेकअप गर्ने भनेर कन्टेन्ट क्रिएट गरेको छौँ। क्रिएट त के भन्नु, अरू यताउति एक दुईचोटि देख्न चाहिँ देखेको थिएँ। अनि त्यसलाई नै हामीले आज एक्जिक्युट गर्नेवाला छौँ। रेडी छ? पहिला चाहिँ उसले मेरो मेकअप गर्छ है। होइन म पहिला फाउन्डेसन लगाइदिन्छु। मलाई फाउन्डेसन र ब्लेन्डर हुँदैन कन्सिलर आँखामा लगाउनु अब तेरो पिम्पल छेक्नुलाई मैले देख्नु पर्ने। पिम्पल यहाँ साइडमा चाहिँ आँखामा भनेर ब्राउजमा लगाएको होइन हातमा ठिक न। मलाई पनि थाहा छैन म कस्तो देखिरहेको छ भनेर। अब मलाई ब्राउज दे। म दामी मेकअप आर्टिस्ट हो होइन, तर मैले आँखा बन्द गरेर चाहिँ कहिले पनि मेकअप गरेको छैन। त्यही भएर ओए आइब्रो नै देखेन यार मैले। तैँले कसरी देख्छौ? तैँले त ब्लाइन्ड फोल्ड छामेर नि फिल भएर चाहिँ नि के राम्रो गरेछ। आइब्रो पनि सबतिर अन्त वान ह्यान्ड मात्रै गर्नुपर्ने यार, त्यो मजा आउँथ्यो। कहाँ कहाँ घोलिदिँदैछ कस्तो साह्रो कुर्ता हो, घ्यार घ्यार धुन लागेको जस्तो स्क्रब हाले जस्तो के। खोइ फर्स्ट चाहिँ कस्तो मैले होइन एउटा ठाउँमा सोध्छु, अर्कै ठाउँमा हे भगवान् चियो गरेँ थियो। ए त्यो नलाग्दो लाग्यो यो त्यो के अरे तैँले त माथि कपालमा कोरिरहेको जस्तो छ। यहाँ कोरिस् के तैँले? आइज न खोइ यहाँ छु त्यो लाग्यो नलाग्यो एउटै हो नि। भर भर छोरी एक्टिङ मात्रै। अब आइस्याडो आइसक्यो बिस्तारै टिप्छ। खै ब्रस कहाँ छ? हातले लगाइदिनु ओइ उल्टो भयो यहाँ। हातले लगाइदिनु मिल्छ। अनि एउटा अर्कै आउँदैन। अब आए आउँछ नि अब के त। त्यही त हो नि। खोइ त्यो त अनि अघि अर्कै कलर लियो, अहिले अर्कै कलर लिएर सायद मैले बस्दा हुन्छ पुग्यो होला। भयो अब पाउडरै सेट गरेन, लाइनर लगाइदिउँ। ओ माई गड, सबसे डरलाग्दो पार्ट चाहिँ यो लाइनर हो है। ल मलाई कस्तो डर यार गाजर भइसक्यो। म विङ तान्दिन्छु। आँखा यसले विङ पारेर आँखा खोल्दाखेरि पनि मलाई 19-20 विङ्स मिलेन भने पनि एकदमै रिस उठ्छ क्या त्यो ओसिडीको कारणले। अनि यसले नर्मल आँखा खोलेर विङ्स बनाउँदा पनि म जहिले पनि पुस्छु क्या, मलाई चित्त नबुझेर। अब ब्लाइन्ड फोल्ड भयो नि। पुग्यो होला। यत्रो सानो टुप्पी मात्रै तान्दिस् त? मैले किन हेरेँ?
टुपीमा चाहिँ तान्दिस् भनेको त अगाडि जानु पर्दैन अनि तेरो आँखा घोट्छ भने खोज्दैन कहाँ लगायो किन हजुर त आँखभित्र लगाऊ म बन्द छ मेरो आँखा बन्द गरेँ हातले लगाउनु पर्यो गाजरमा छिटो साह्रो लाग्यो यत्रो लङ भिडियो हुन्छ त भयो ल पाउडरले त पाउडर कुन चाहिँ लुज पाउडर कि कम्प्याक्ट कम्प्याक्टले लुज त अब यतिखेर के लाउनु सेट गरिदिन्छु त्यो गाजर लगाउनु पर्नेलाई ब्लसले के कलर हो यसको कलर पिकअप के खोल्छ कि होइन के खोलिसक्यो हाँसेको कि तेरो कलर त नि यस्तो पिक गरेर जस कि भयो भनेको सब कलर हालेर तर लाग्यो कि लागेन डार्क भयो डार्क बनाइदियो ल धसे होइन त्यसले त रङ हाल्यो जस्तो गाना चाहिँ भेटाउँदो रहेछ पोख्छ गाह्रो छ भने तर नाकमा पनि रातो लाग्दैछ म Oh my god. खै कहाँ गयो तेरो नाक यतिर अगर खै म सबैलाई आयो अब लिपस्टिक एउटा माथि लाग्छ ला सबसे डर लाग्दो Concentrate. के हाइलाइटर राखेको छ नि सबसे डर लाग्यो त्यही कलर चुज गर्यो होइन त आफ्नो मर्जीले गर्न बरफ पड्दै के बरफ गिर्दै भन्छ त त्यसमा ब्ल्याक नाक डाइरेक्ट गर्नु सिधा सिधा बोनमा हाल्नु कुन चाहिँ उनीहरूले यार भयो डाक आएको छेउछाउमा पनि अलिकति ए भगवान् चाँडो गर्न भिडियो धेरै लाउनु अमा आँखा बन्द छ छेउमा भन्दा यहाँ गर्दैन भनेर त्यसले यसरी भ्यालेन्टाइन्स डेको लागि म रेडी हुँदैछु खोलौँ न भन्न अब यसले के गर्ने पुग्यो त सकेन तैँले अब म हेर्छु नि त ल म हेर्छु म कस्तो देखाएको छ मैले गाजर लगाइदिएको रहेछ मैले ब्लसहरू चाहिँ राम्रो लगाइदिएको रहेछ गाजर चाहिँ नलाँदैछु टिक 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 पुरा लिपस्टिक खै लिपस्टिक त्यो पोर्सिलिन डलहरू हुन्छ नि त्यस्तै लिपस्टिक अलिकति लगाइदिएको रहेछु बिचमा मजाको लिपस्टिक ब्लसहरू चाहिँ राम्रो लाग्यो ए आइसेडो पनि सेम कलर ल सेम सेम छ। रहेछ ल दिस इज इट यस्तो देखिरहेको छु म चाहिँ मतलब म चाहिँ अलिकति बहिनीले चाहिँ राम्रो यस्तो। आर्टिस्टै रहेछ फर्स्टमा म आइजमा गर्छु पोमेड के भन्छ पुली होइन कि मलाई त्यो कपालै फिल भएको छैन भयो भावना मात्रै यार साँच्चै क्या डिफिकल्ट हुँदो रहेछ यार छोइसकेर नि अनि ब्रस हाल्दाखेरि चाहिँ फिलै नहुने रहेछ है
स्याडो डुबे कस्तो जति लाग्यो पनि लागेको छैन जस्तो फिल हुन्छ त त्यस्तै हुँदो रहेछ तर लगाएको चाहिँ हुने रहेछ मैले अर्कोमा टिप गरेँ जस्तो फक तेरो हर्स अहिले होइन हो मैले म्याट ए तल पुगिसकेछ म नहाँस न राम्ररी बनाइदिए त्यो भुत बनाइदिन्छु अब लाइनर ल पो त म यसो खोलेर पनि लाइनमा यस्तो डिफिकल्टी हुन्छ खालि म समात्थेँ गरेँ चोप्दैछ तँलाई विङ्स मनपर्छ विङ्स बनाउँछ तँलाई हातमा सब कोड कुन्जातिर आएको चाहिँ बोल कोरेछु क्या अब पक्कै साइडबाट बनाउनु सजिलो मेरो हातमा परेर यता मेरै हात छैन कि होइन मेरो हातबाट कोरेर लाग्छु भनेर सोचेको तँलाई कोरेछु है बिचरा मैले कस्तो दामी लगाइरहेको छ इमेजिनेसनमा भयो चुक्ने पुग्यो अब फाउन्डेसन कस्तो काँचो जस्तो भयो अन्त्य अन्त्य त दिन घाँटी खुडाइदियो यार आँखा छोड्नुपर्छ विङ्स बिग्रिन्छ फेरि मैले मिस्टेक गरेँ जस्तो है पहिला फाउन्डेसन हाल्नुपर्ने रहेछ कि किनभने यो त एकपल्ट दुई मलाई माथि बस्नु होला ब्लेन्डर यस्तो विधि घसेर कस्तो खुट्टा चाहिँ पिटाएर राखिदिनुपर्छ माहरू जस्तो माहरू खुट्टा टी सर्ट बेला बेला त्यहाँ पनि हेरेँ क्यामेरामा यस्तो देखेको छु म घाँटीमा घाँटीमा फेरि सेट अहिले अब नाना यस्तो हुँदा हुँदा बाहिरै पुग्ला त्यस्तो लाउनु धेरै राम्रै हुन्छ पाउडर कुन चाहिँ पाउडर कि फ्याक्टै इजी हुन्छ ल तेरो लिपस्टिक हेरी हेरी हाँस $4 म तँलाई राम्रो लगाइदिन्छु मैले तँलाई मेरो इमेजिनेसनमा यसलाई मैले यस्तो राम्ररी बनाएको जस्तै फिल भइरहेको छ कि टक्कै सरी यस्तो राम्ररी बनाइदिन्छ राम्ररी भइरहेछ ना मैले त कन्सिलरै लगाएन बिर्सेँ छोड्थेँ कन्सिलर मेरो बहिनीलाई कन्सिलरै चाहिँदैन राम्रो छ केही हाइड गर्नु पर्दैन सबै हिडन छ ट्यालेन्ट पनि अब ब्लसर ल यो हो ब्लस टिक गर्ने यो थियो
के थाहा यताबाट फर्क्यो कि यताबाट फर्क्यो। ज्यादा फर्के पनि अब भिडियो धेरै लामो हुन्छ भने मैले फास्ट फास्ट गर्दैछु त अलिकति पुगेन जस्तो लाग्यो हो यो लाग्दैन कि राम्रोसँग यो बसेर नाक पनि जोकरको होइन यो लाग्दैन अब के चाहियो लिपस्टिक हाइलाइटर सेटिङ स्प्रे पनि हुन्छ खोइ के हो ला खोलिदिएको कुन चाहिँ यो साइड मुख भिछेको आगो नाच्छ मुख भिछिन्छ अहिले मैले तेरो ओठ फिल भइरहेछ क्यार क्यार भइरहेछ ए नाक भिछिएको के हो क्यारेक्टर गर्छ त ए ला मुख भिछिए जस्तो होइन मुख भिछिरहेको कस्तो लाइक के त्यो हुन्छ नि ए ला ला भयो Ding 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 ding. Raisins. Ding 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 ding. पर के लाइन में यति राम्रो देख्छ मेकअप डट यसरी यहाँ देखाइ क्यामेरा यहाँ छ म हेरेँ तर मसँग हेर्नु पक्का ऐना बोक्दा नहेर आइस क्लोज ओए कस्तो लाइट खाने भयो रेडी 1 2 3 गो क्या दामी लाइट यो त हेर्नु चाहिँ हामी सँगसँगै मैले अगाडि राम्रै बनाइदियो मजा आयो जस आजको ल अब रेटिङ दिनु कसको चाहिँ अभियसली धेरै राम्रो होला तर मैले टाइम पनि अब उस हुन्छ लाग्दैन सबैभन्दा हाँस उठ्दो कि लाइक औलासँगै लानुपर्छ भनेर होइन औला एउटामा राखेर त्यो त कहाँ नि अड्किरहेको म त नाकमा अड्किएको जस्तो लागिरहेको रगत छाड्यो यति नराम्रो कसरी बनाइदियो यस्तो राम्रो मान्छेलाई मेरो यो आर्ट गरे जस्तो तेरो पनि दुईवटा विङ्स तिन चार सो दिस इज इट फर टुडे तपाईँहरूलाई हाम्रो मेकअप कस्तो लाग्यो ब्लाइन्ड फोल्डवाला अनि इट वाज क्वाइट फन रमाइलो भयो नि त अब नेक्स्ट पनि अब यस्तै च्यालेन्जेसहरू यस्तो भिडियो ट्राई गर्ने च्यालेन्ज के भन्छ ट्राई गर्ने कोसिस गर्छौँ होइन सो थ्याङ्क यू फर वाचिङ अनि प्लिज लाइक सेयर सब्सक्राइब थ्याङ्क यू बाई बाई ह्याप्पी भ्यालेन्टाइन्स डे तपाईँ भन्न ह्याप्पी भ्यालेन्टाइन्स हाम्रो भ्यालेन्टाइन्स मेकअप होला